नमस्कार साथीहरू, सधैँ दाल भात पाक्ने चुलोमा आज चाहिँ फरक कुरा पकाउने छौँ। आशा छ हजुरहरूलाई पनि मेरो सानो मिनी भ्लग मनपर्छ भन्ने। आजको रेसिपीमा चिनी, चामल र दुधको मिक्स छ। यति भन्नासाथ हजुरहरूले बुझिसक्नुभयो। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला है। खिर विशेष दिनमा खाइने भए पनि मनपर्दा र खान चाहेको बेला जहिलेसुकै पकाएर खान सकिन्छ। दुधको परिकार भएर होला असाध्यै मिठो लाग्छ खिर। त्यसमा पनि आमाले माया मिसाएर पकाउनु भएको त झन् कुरै नगरौँ। भन्दा भन्दै खिर पनि तयार भइसक्यो। हेर्नुहोस् न, खाइहालौँ जस्तो गिलो र बाकुलो तर जमेको खिर रेडी भयो है। आज हाम्रो घरमा को आउनु भएको छ त गेस गर्दै गर्नु है। आमाले सबैलाई परिपञ्च लगाएर बाँड्दै हुनुहुन्छ। विशेष गरी चाहिँ आज हाम्रोमा पाहुना आउनुभएको, त्यही भएर पनि हो आजको दिन विशेष बनेको। मैले नभनेरै हाम्रोमा आउनुभएको पाहुनाहरूले तपाईँहरू चिन्नु ल, चिनेर कमेन्ट गर्नु है। न्यू भ्युअर्सहरूको लागि चाहिँ म आफै भन्छु ल। आज चाहिँ हाम्रोमा बजु र बहिनी आउनुभएको छ किराकचोक बिब्ल्याटेबाट। हाम्रो घरमा चाहिँ सधैँ नै रमाइलो माहौल क्रिएट हुन्छ, जसले गर्दा मलाई भ्लग बनाउन थप ऊर्जा मिल्छ। उहाँहरू चाहिँ हाम्रो पाहुना सबैलाई सेवारो है त। ल यता बजुलाई पनि सेवारो छ है बजु। यताको चाहिँ मलाई रे। हामी चाहिँ खिर खान लाग्यौँ है त साथीहरू। सबैजनालाई यता मिठो छ अरे, सबैले मिठो छ भन्दै हुनुहुन्छ। अनि यता हाम्रो बजुलाई पनि सोध्छु म, बजु कस्तो छ त भनेर मैले सोधेको, बजुलाई पनि मिठो छ भनेर भन्नुभयो। यता बजुलाई चाहिँ फेरि अप्ठ्यारो हुन्छ भनेर मम्मीले पिरा पनि राखिदिनु भएको छ। अनि ल हजुरहरू पनि खानु, म पनि खाँदैछु, यता मम्मी पनि खाँदै हुनुहुन्छ। आजको हाम्रो मिनी भ्लग कस्तो लाग्यो त हजुरहरू हेर्दै गर्नुहोला है त। लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला। अब नेक्स्ट भिडियोमा भेटौँ। बाई बाई।